यो चाहिँ कान्ति लोकपथको चाहिँ एकदम अहिले नवनिर्मित सडक खण्ड हो। यो ठाउँलाई चाहिँ बगुवा भन्छ। यो ललितपुरको माल्टा गाविस, साबिकको माल्टा गाविसमा यो अवस्थित रहेको छ। यो चाहिँ बगुवा भन्छ हैन। जुन पारिपट्टि देखिरहनु भएको भाग चाहिँ यो के अरे कान्ति लोकपथकै सडक खण्ड हो। पारिपट्टि ठिङ्गन भन्छ। यहाँ चाहिँ लगभग बाटो पिच भइसकेको अवस्थामा छ। अनि कतिपय ठाउँहरूमा चाहिँ बाटोहरू बन्दै सडक चौडाइ गर्न नै बाँकी रहेको अवस्था हो। अब मौसम त्यति धेरै सफा छैन हैन, पानी पर्न लागेको जस्तो अवस्था हो। एकदमै प्रतिकूल मौसम भइरहेको अवस्थामा चाहिँ हामी चाहिँ अब कामको सिलसिलामा चाहिँ गाउँपालिका जाने भनेर बागमती गाउँपालिका भटेडाँडा जान लागिरहेका छौँ। यहाँबाट चाहिँ हाम्रो लगभग 30 देखि 35 मिनटमा चाहिँ हामी त्यहाँ पुग्छौँ भन्ने लक्ष्य राखेर हिँडेका छौँ। यो पारिपट्टि देख्न सक्नुहुन्छ, यो पारिपट्टिको भाग चाहिँ तपाईँको फास्ट ट्र्याक हो। र हेर्नुहोस् यहाँ फास्ट ट्र्याक बन्दैछ। यसरी नेपाली सेनाद्वारा निर्मित हुन लागेको यो फास्ट ट्र्याक हो। यो भने यो चाहिँ कान्ति लोकपथ चाहिँ पर्दछ। यसलाई चाहिँ एउटा उहाँहरू फेर्ने अथवा चाहिँ विकासको ढोका खोल्ने एउटा बाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ। यो जुन घाम लागिरहेको ठाउँ थियो हामी अहिले जाँदैछौँ। त्यतै भिडियो त्यति राम्रो आइरहेको छैन, अँध्यारो भइरहेको छ है। मौसम त्यति सफा छैन, आज घाम लागेको छैन, त्यही भएर अलि अँध्यारो भिडियो आइरहेको छ। हाम्रो बाइक चाहिँ कुदाइरहनु भएको छ। अब सुनिलाले दिँदै म चाहिँ यता पछाडिपट्टि बसिरहेको छु भिडियो बनाउँदै। अब यो राम्रो भिडियो आएको रहेछ भने चाहिँ यसो विचार गरेर हाल्नु पर्ला। पारिपट्टिको चाहिँ